हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो बिआर मिक्स ब्लगमा। आज चाहिँ म हजुरहरुको सामु नयाँ भिडियोको साथ फेरि पनि उपस्थित भइसकेकी छु। आज चाहिँ मैले न्यू रेसिपीको भिडियो लिएर आएकी छु, होली स्पेशल गुजियाको रेसिपी। आज चाहिँ अब होली पनि आउँदै थियो अनि त्यही भएर हामीले 1-2 दिन पहिले नै गुजिया बनाउँदै थियौं घरमा, अनि त्यही भएर मैले एउटा सानो भिडियो हजुरहरुको सामु शेयर गरौँ भनेर अनि भिडियो बनाएको है साथीहरु। अनि मेरो हजुरहरुलाई अवश्य पनि मन पर्नेछ मेरो गुजियाको रेसिपी। अब चाहिँ म गुजिया बनाउनलाई के सामग्रीहरु चाहिन्छ हजुरहरुलाई देखाउन गइरहेकी छु। यहाँ चाहिँ मैले 100 ग्राम जति मखाने लिएकी छु, 150 ग्राम जति मैले बादाम पनि लिएकी छु साथीहरु। हजुरहरुले के ड्राई फ्रुटहरु मन पर्छ राखेको अनि त्यो लिन सक्नुहुनेछ। बादाम पनि काजु पनि लिएकी छु मैले 150 ग्राम जति। एक पाउ मैले यहाँ सुजी लिएकी छु। अब यो सबै सामग्रीलाई हामीले थोरै घिउहरु राखेर रोस्ट गर्नुपर्छ। यो चाहिँ नरिवल हो, सिङ्गै नरिवललाई यसरी क्रस गरेर राखेकी छु मैले चाहिँ। मखानेलाई थोरै घिउ राखेर भुटिसके साथीहरु। यतिको हेर्नुस् त रातो भइसकेको छ, यस्तो ओसेको हुन्छ नि त यो, अनि त्यही भएर भुट्यो भने चाहिँ यो राम्रो क्रिस्पी पनि बन्छ। अनि बादामलाई पनि यतिको भुटिसकेको छु। यसको माथिको बोक्रा उत्रन्जीसम्म भुट्नु पर्ने हुन्छ हामीले। बादाममा चाहिँ मेरो अलिकति घिउ धेरै भएको थियो, काजु पनि भुटेर राखिसके। अब चाहिँ यो बादामलाई हल्का दरदरा पारेर, बादाम अनि मखानेलाई हल्का दरदरा पारेर मिक्सर जारमा हामीले पिस्नु पर्ने हुन्छ। मसलाहरु एक तरफ मैले पिस्दै छु अनि यहाँ चाहिँ अब आटा मार्ने तयारी हुँदैछ साथीहरु। आटा चाहिँ हामीले चाहिँ धेरै बनाउने भएको हुनाले आटा चाहिँ मैले 2 किलो लिएकी छु अनि त्यसमा चाहिँ 1 पाउ भन्दा पनि धेरै नै घिउहरु लाग्ने छ यसमा, किनकि 2 किलो आटा छ। त्यही भएर घिउहरु राख्यो भने चाहिँ एकदम सफ्ट हुन्छ गुजियाहरु, खाँदाखेरि राम्रो पनि हुन्छ स्वादिलो। अब चाहिँ यसलाई मिक्स गरेर मज्जाले यो डल्ला घिउको डल्ला फुटन्जेसम्म सबै आटामा लागन्जेसम्म हामीले मिक्स गर्नुपर्ने हुन्छ। जबसम्म आटा राम्रोसँग डल्ला पर्नेसम्म हुँदैन तबसम्म राम्रोसँग मिक्स गर्नु होला साथीहरु। हेर्नुस् त कति राम्रोसँग यो मैले यहाँ घिउहरुलाई सबैलाई मिक्स गरेर पनि आटा मज्जाले यहाँ अब म मुठी पारेर हजुरहरुलाई देखाउने छु। यो मुठी पर्छ कि पर्दैन है त। हेर्नुस् त कस्तो राम्रो मुठी परेर अनि यसरी डल्ला फुटाल्दा नि कस्तो मजाले फुटेको छ साथीहरु। घिउहरु चाहिँ अलि डल्लो परेको छ भने हल्का मनतातो गरेर पिगालेर यसमा राख्दा पनि हुन्छ। त्यसरी राख्दा चाहिँ डल्लो पर्ने सम्भावना हुँदैन। डल्लो पर्यो भने चाहिँ हामीले आटा बेल्दाखेरि अलि त्यो डल्लो भएको हुनाले राम्रो हुँदैन, बिग्रिन पनि सम्भावना हुन्छ त्यसरी गर्दाखेरि। आटा चाहिँ मैले मारिसकेको छु। हेर्नुस् त कति नरम भइसकेको छ। यसले चाहिँ अब हामीले आधा घण्टा 1 घण्टा कतिको हजुरहरुको कतिको टाइम छ त्यही अनुसार राख्न सक्नुहुनेछ। मैले चाहिँ धेरै टाइम थिएन अनि त्यही भएर आधा घण्टा जति रेस्ट गराएको छु। यहाँ चाहिँ नारिवललाई पनि यतिको रातो पारेर नारिवल, बादाम, काजु, मखाने सबैलाई भुनिसकेको छु साथीहरु। हेर्नुस् त बादामलाई पनि हजुरले जसरी मैले काजु काटेको छु त्यही अनुसार काट्न पनि सकिन्छ। तर मिक्सरमा पिसेको त अलि कोही मसिनो भयो अनि कोही चाहिँ ठिकैको भएको छ। मखाने चाहिँ यतिको ठिकै हुन्छ किनकि यो अलि ठुल्ठुलो हुन्छ नि त। त्यही भएर मैले यो मिक्सरमा घार्रै पारेको सुजीलाई पनि रातो पारेर भुटिसके साथीहरु। यो चाहिँ खरबुजाको दाना हो अनि यो गुजियाहरु बनाउँदा चाहिँ हजुरहरुले मावाहरु नराख्दा पनि हुन्छ, खोयाहरु दुधको पनि बनाउन सक्नुहुन्छ, तर यो दुकानको हो राम्रो हुन्छ। भुरा चाहिँ यो चाहिँ चिनीलाई पिसेर बनाएको हुन्छ, यसलाई चाहिँ भुरा भनिन्छ साथीहरु। अनि यो चाहिँ 1 किलो लिएको छौं हामीले। 1
किलो पनि अलिक कम नै पर्छ होला, किनकि यति धेरै मैदामा त अलि बेसी नै लाग्छ। सायदै यो चाहिँ मैले चाहिँ यो चिनी लिएको अलिक कम नै पर्छ होला साथीहरू, किनकि अब मैदाहरू त फिक्का हुन्छ नि त। अब ड्राई फ्रुटहरू पनि यति मिठापन हुँदैन। अब मिठा हुने भनेको चाहिँ यो भित्रको जो सामानहरू स्टफिङहरू हामीले राखेको हुन्छ त्यसले नै हो। यो चाहिँ मैले पिगालेर राखेको थिएँ, हल्का मनतातो गरेर। यो मावालाई चाहिँ अब चाहिँ हामीले मावा चाहिँ हल्का गरम मनतातै थियो, अनि चिनीको यो पाउडर चाहिँ अलिक चिसो थियो, त्यही भएर यो मनतातो मावालाई मैले चिनीमा मिक्स गरेँ। यसलाई मजाले मिक्स गर्नुपर्ने हुन्छ। अब चाहिँ मैले अघि जो पनि सामग्रीहरू लिएकी थिएँ, ड्राई फ्रुटहरू, सुजीहरू, अब सबै यसमा एड गरेर मिक्स गर्नेछु। यो चाहिँ नारियल, सुरुमा चाहिँ मैले सुजी राखेको थिएँ। यो चाहिँ मखाना हो साथीहरू। अब चाहिँ यो सबै सामानहरूलाई मैले मिक्स गर्छु। मैले चाहिँ यहाँ थोरै एउटा ठुलो इलाइची हुन्छ नि, त्यसको दानालाई मैले दरदरा पारेर कुटेर राखेकी छु। हजुरहरूले हरियो सुकमेल हुन्छ त्यसलाई पनि लिन सक्नुहुन्छ। यो चाहिँ खरबुजा भन्छ नि, त्यसको दानाको भित्रको कुदिराखेकी छु। एकदम राम्रो हुन्छ खाँदा चाहिँ। हजुरहरूले यसमा किसमिस राख्यो भने पनि एकदम राम्रो हुन्छ, तर हामीले योचोटि किसमिस राखेको छैनौँ। अब यो सबै सामग्रीलाई हामीले मजाले मिक्स गर्नुपर्ने हुन्छ। यो भुराको चिनीको डल्ला राम्रोसँग फुटाल्नु पर्ने हुन्छ साथीहरू। हेर्नुहोस् त कस्तो राम्रो बुरुबुरा भइसकेको छ सबै सामग्रीहरू मिलाइसकेपछि। अब चाहिँ मैले सबै सामग्रीहरू यहाँ रेडी गरिसकेकी छु। हजुरहरूले देखिसक्नु भएको छ होला साथीहरू, कति राम्रो भएको छ। अनि यो सामानहरू पनि सबै मिक्स भएर बुरुबुरा भइसकेको छ। मैदा चाहिँ हेर्नुहोस् त रेडी भइसक्यो। मैले चाहिँ आधा घन्टा राखेकी थिएँ। अब यसलाई फेरि हल्का पानी लगाएर माथिबाट मैदा मार्नु पर्ने हुन्छ। यो चाहिँ गुजियाको मसिन हो। हेर्नुहोस् त, यो चाहिँ एउटा मैले गुजिया बनाउने मसिन लिएको छु। अब यसको सहायताले हामीले बनाउनु पर्ने हुन्छ, तर हातले पनि बनाउन सकिन्छ साथीहरू। हातले बनाउँदा चाहिँ अलिक टाइम लाग्छ। 10-12वटा बनाउने भएपछि त हातले बनाएको ठिकै हो, तर हामीले यति धेरै बनाउँदैछौँ, त्यही भएर हामीले मसिनले बनाउँदैछौँ। राम्रो सेप पनि हुन्छ, तर यो मसिनको यो जो दाँत हुन्छ नि त्यो राम्रोसँग मिलेको हुनुपर्छ। मैले एउटा सफा सेतो सुतीको कपडा बिछाएँ। अब चाहिँ एउटा सानो लोही लिएर यसरी बेल्नु पर्ने हुन्छ। धेरै पातुलो पनि बनाउनु हुँदैन, नत्र फाटिने पनि डर हुन्छ साथीहरू। त्यो हामीले यो भित्र स्टफिङहरू भरेको हुन्छ नि, त्यसरी भर्दाखेरि चाहिँ पातुलो रोटी भयो भने फाटिने डर हुन्छ, त्यही भएर ठिक्कैको बेल्नुपर्छ। हजुरहरूले देखिसक्नु भएको छ होला, तर यो बाहिरको एक्स्ट्रा हुन्छ, यो चाहिँ हामीले निकाल्छौँ। 2 चम्चा अनि ठुलो चम्चा छ 2.5 चम्चा जति हामीले यो भित्रको जो अघि सामान रेडी गरेको स्टफिङ हुन्छ त्यसलाई राख्यौँ। अब वरिपरि यो आउँलाको सहायताले हामीले पानी लगाउनु पर्ने हुन्छ। यो चिप्काउनलाई हल्का हातले दबाउने, अनि यो एक्स्ट्रा आटा हुन्छ यसलाई सटलक्क पारेर निकालिदिने साथीहरू। हेर्नुहोस् त कति राम्रो गुजियाको सेप बन्यो। अनि यो साइडबाट अलिकतै यो फाटेको जस्तै हुन्छ, यसलाई 2टा औँलाको सहायताले हल्का दबाइदिने, ताकि हामीले गुजिया तल्दाखेरि भित्रको सामान ननिस्कियोस् भनेर। नत्र भने भित्रको सामान निस्कियो भने तेल हाम्रो सबै खराब हुन्छ अनि गुजियाहरू राम्रो बन्दैन। अब चाहिँ अर्को बनाएर पनि देखाउँछौँ है त। यो हल्का धेरै भएको छ भने भित्रको सामानहरू बीचको भागमा हल्का औँलाले दबाएर हजुरहरूले यसरी च्याप्न सक्नुहुन्छ। हेर्नुहोस् त कस्तो राम्रो भयो यो पनि। यो छेउतिरको भागलाई चाहिँ हल्का प्रेस गरिदिनु होला हातको सहायताले। हेर्नुहोस् न हाम्रो यही अनुसार सबै गुजियाहरू हामीले बनाएर रेडी गरिसक्यौँ। मैले चाहिँ यो थालीमा लिएकी छु। अब चाहिँ हामीले यसलाई तल्नु पर्ने हुन्छ सबैलाई। यसै अनुसार हामीले बनाएका छौँ। कस्तो लाग्यो हजुरहरूलाई मेरो भिडियोमा सुरुबाट लिएर अन्तिमसम्म हेरेर साथ दिनुहोस् है साथीहरू।
तेल तातिसकेको छ, तातिएको थिएन। मैले यो सानो एउटा पिठोको डल्ला राखेर तेललाई चेक गरेको थिएँ, तर राम्रोसँग भएको रहेनछ। अब चाहिँ हामीले राम्रोसँग तातिसकेको थियो तेल चाहिँ धेरै गरम गर्नु हुँदैन, ठिकैको हुनुपर्छ। मैले चाहिँ यतिको गरेको छु, हेर्नुहोस् त। अब चाहिँ 1 घन्टा गरेर हामीले राख्नुपर्ने हुन्छ। गुजिया चाहिँ धेरै बाक्लो हुँदैन, राम्रोसँग तेल तातिएको छ भने यसरी पाक्दै माथितिर फुल्लो फुल्लो फुल्लिँदै, हेर्नुहोस् त कस्तो राम्रो उल्ट्याङ पल्ट्याङ गरेर आफै पल्टिँदैछ। हल्का पन्युको सहायताले हजुरहरूले यसरी पल्टाइदिनु होला, ताकि अर्को भागमा पनि राम्रोसँग पाकोस् भनेर। तर पातुलो ठिकै तरिकाले बेलिएको छ भने एकै तरफ पकाउँदा पनि हुन्छ, किनकि हामीले भित्रको जो सामानहरू त पकाउनु त छैन हामीलाई, सिर्फ यो बाहिरको यो मैदा मात्रै हल्का पकाउनु छ। अनि धेरै हजुरहरूलाई चाहिँ कतिको फ्राई गरेको मनपर्छ, गुजियाहरू रातो बनाएको, हल्का सेतो बनाएको। हामीले चाहिँ रिफाइन्ड ओइलमा बनाएका छौँ। हजुरहरूले कुन तेल युज गर्नुहुन्छ त्यही अनुसार बनाउनु होला। यतिको रेडी भइसकेको छ, हेर्नुहोस् त साथीहरू। धेरै रातो चाहिँ बनाएको खाँदा चाहिँ राम्रो हुन्छ, तर बनाउन चाहिँ यो हल्का सेतो सेतोमै निकालेको हुन्छन्, कतिपय देखेको छौँ। तर हामीले चाहिँ मम्मीले तल्दै हुनुहुन्छ नि त, यतिको बनाउनु भएको छ। हेर्नुहोस् त कस्तो राम्रो नफाटेर रेडी भइसकेको छ। दिदीले र मैले चाहिँ यहाँ बाहिर हामीले चाहिँ मिलेर बनाएको, हेर्नुहोस् कस्तो राम्रो। सबै आधा थालीमा छ, आधा यहाँ सेतो कपडामा राखेका छौँ। एक साइडमा ढाकेर राखेका थियौँ। मैले चाहिँ यो देखाउँदाखेरि मात्रै देखाएको। लु हेर्नुहोस्, हाम्रो चाहिँ सबै गुजियाहरू तलेर पनि रेडी भइसक्यो साथीहरू। एक थाल, ठुलो थालीको एक थाल भएको छ। तर राम्रोसँग हाम्रो सामानहरू जो बनाउन लागेको हुन्छौँ त्यो खराब नभएर राम्रो भयो भने चाहिँ हेर्नुहोस् त, 2 किलो आटाको पनि यति धेरै गुजिया बनेको छ। एउटा पनि खराब भएन। खराब भएको भनेको चाहिँ 2-3टा जति मात्रै भयो होला, किनकि हामीले धेरै भित्रको सामान भर्दाखेरि चाहिँ यस्तो निकाल्दाखेरि त्यो आफै राम्रोसँग चुप्किँदैन। अनि त्यही भएर यो चाहिँ गुजिया बनाउँदाखेरि बचेको आटाको मैले यहाँ नमक पारी बनाएको छु। हजुरहरूले देखिसक्नु भएको छ होला, यहाँ मैले देखाएको छु कस्तो राम्रो बनेको छ। यो पनि एकदम क्रिस्पी। अनि नुन चाहिँ राखेको थिएन। अनि हजुरहरूले चाहिँ गुजिया बनाउँदाखेरि नुन पनि हल्का राख्न सक्नुहुन्छ, तर हामीले चाहिँ नुन नराखेरै बनाएको थियौँ। तर यो चाहिँ चायसँग खानालाई बेस्ट हुन्छ, एकदम राम्रो। हेर्नुहोस् देख्दै क्रिस्पी बनेको जस्तै छ। हेर्नुहोस् त, म हजुरलाई टुटाएर देखाउने छु। हेर्नुहोस् कस्तो राम्रो भएको छ है। यो चाहिँ अब हामी चायसँग खानेछौँ। यति नै हो मेरो यो आजको गुजियाको रेसिपी। हजुरहरूलाई कस्तो लाग्यो साथीहरू? अनि हजुरहरूलाई पनि यो गुजिया देखेर खाउँ लागेको छ होला है। चायसँग चियासँग खानको लागि पनि राम्रो हुन्छ। अनि हामीलाई केही खानाहरू खान मन छैन भने 1-2टा खाएर पनि त्यसै पानी पिएर रहन सकिन्छ, टाइम नहुँदा चाहिँ। साथीहरू, हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ कमेन्ट बक्समा भन्नुहोला। अनि मेरो यो गुजिया कस्तो बनेको छ? धेरै बिग्रेको भनेको चाहिँ 2-3टा जति मात्रै खराब भएको थियो। धेरै भित्रको सामानहरू धेरै राखेर, नत्र भने यति राम्रो बनेको थियो कि यति राम्रो बनेको थियो। कति ठुलो थालीको एक थालीभन्दा पनि धेरै भएको थियो। अर्को बचेको चाहिँ मैले अर्को थालीमा राखेको छौँ। हजुरहरूलाई पनि देख्दै खाउँ लागिसकेको छ होला। कसलाई मनपर्छ कमेन्ट बक्समा भन्नुहोस् है साथीहरू। अनि हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ त्यही कमेन्टमा भन्नुहोला। केही कमी कमजोरी छ भने त्यो पनि भनिदिनु होला साथीहरू। आजको भिडियो यति नै। हजुरहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनुहोस्। तपाईहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। फेरि भेटौँला नयाँ भिडियोमा। तबसम्म तपाईहरू सबैजनालाई भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। बाई बाई। सी यू नेक्स्ट भिडियो।